भूतत्व, जलतत्व, अग्नितत्व, वायु तत्व र आकाश तत्व। यो 5 एलिमेन्ट्स भनेको खास पञ्चमहाभूत पनि भन्छ। यिनीहरू बिना हाम्रो अस्तित्व हुँदैन, यो सृष्टि नै हुँदैन। मेरो नाम समुद्रमान सिंह श्रेष्ठ हो र मेरो पेसा चाहिँ चित्रकारिता हो। नामैले ओल्डरबार भन्ने बित्तिकै एउटा चाहिँ इतिहासलाई रिप्रेजेन्ट गर्छ। यसको लागि मैले आर्टवर्क गर्दाखेरि चाहिँ हाम्रो परम्परागत पौहा अथवा ढाङ्गा चित्रमा गरिने चाहिँ बुट्टाहरू, प्याटर्न्सहरू, अनि त्यहाँ युज हुने एलिमेन्ट्सहरू हैन, अनि जुन चाहिँ हाम्रा पूर्वज कलाकारले चाहिँ प्रस्तर ढुङ्गामा कुँदिएको हैन, काष्ठ कलामा कुँदिएको ती फिगरहरूलाई चाहिँ मैले चाहिँ आफ्नो ढङ्गले चाहिँ कसरी त्यो ल्याएर मैले मेरो आफ्नो किसिमले चाहिँ मैले इन्टरप्रिटेसन गरेँ त्यो चिजलाई चाहिँ। यो पेन्टिङमा तपाईँ हिटिमङ्ग भनेर चाहिँ मकरलाई हिटिमङ्ग पनि भन्छ है, नेवारी भाषामा, नेवारी टर्ममा चाहिँ मकर जुन चाहिँ ढुङ्गे धारामा देख्न सकिन्छ। गरुड चाहिँ तपाईँ हरेक मन्दिरको तोरणमा तपाईँले चाहिँ माथिल्लो भागमा नै देख्नुहुन्छ गरुड। मयूर चाहिँ हाम्रो पूर्वज कलाकारहरूले पनि एउटा चाहिँ आँखी झ्यालको रूपमा युज गर्छ, मयूर झ्याल भनेर। यो चित्रमा शार्दुल भनेर चाहिँ धेरै मान्छेलाई याद हुँदैन। मन्दिरको चारैवटा चाहिँ कर्नरमा चाहिँ काष्ठकलाको टुँडाल हुन्छ। यो त धेरै चाहिँ प्रचार हुन्छ र त्यो प्रचार हुनु भनेको चाहिँ नेपाली आर्ट पनि एउटा चाहिँ देश विदेशमा पुग्नु र प्रचार नै हुनु हो जस्तो लाग्छ मलाई। ओल्डरबारलाई चाहिँ म धन्यवाद दिन चाहन्छु, जुन चाहिँ कलाकारहरूसँग चाहिँ सहकार्य भएर, कलाकारहरूसँग कोलाबोरेसन भएर चाहिँ एउटा आर्टलाई चाहिँ डिफ्रेन्ट फर्ममा ल्याउन मद्दत गरिदिएकोमा चाहिँ म ओल्डरबारलाई धन्यवाद दिन चाहन्छु।